ह्याप्पी बर्थडे ग्याङ। अहिले चाहिँ हामी आफ्नै शीतल निवासमा छौँ। हामीलाई दाइ कल कहाँदेखि आएको रे? गौमन आएछ, गौमन घरमा गौमन आएछ। घरमा गौमन आएछ। हामी गौमन रिसिभ गर्न जानु लाग्यो। गौमन चाहिँ हाम्रो उसमा छ अरे, ऊ हामीसँग अर्को गौमन हुनुहुन्छ। अर्को गौमन यहाँ छ। यसलाई नि अहिले हुनुहुन्छ रेस्पेक्ट उच्च आधारमा। त्यही त हुनुहुन्छ भने हो यहाँ छ नि उच्च आधारमा। ल किला फिल्डी छौ लिची छाउला नरिसाउ न तिमी लिची छौ मसित लिची छौला दाइ खै जागी खै र ओ तिमी यता त्यहाँ थियौ लो ल हामी चाहिँ अहिले एकैछिनमा भेट्छौँ है ल यति भन्दै म जान्छु बाई गाइज सेकेन्ड यति टाइममा त हामी वहीँ पुग्थ्यौँ क्या यार तर त यो छुट्टी उटी टाइम भएपछि यस्तो हुन्छ हामीलाई चाहिँ लिन ट्याक्क चोकसम्म आउनु भएको थियो अब हामी चाहिँ लाग्यौँ हाम्रो गन्तव्यतर्फ हेरौ कहाँ हो भुसहरू राख्ने गोदाम भन्दै हुनुहुन्थ्यो अब कत्रो छ हामीलाई आज कति मेहनत गर्नु पर्ला दाइ कति मेहनत गर्नु पर्ला घुस रहेछ क्या हाम्रो नाम त्यस्तै खत्तम हो क्या हामी त खास लेबर भइदियो है लेबर अब छोटा हात्ती किनेर गिट्टी बालु हो अनि पछि गिट्टी के अरे तिनी औडा सौडा सबै राखेर त्यहाँपछि फोड्न पऱ्यो भने नि हामी फोडिदिन्छौँ बनाउन पऱ्यो भने हामी बनाइदिन्छौँ जस्तो गराएर त्यो काम नि गर्नु पऱ्यो क्या किन फोड्ने एउटाले अनि अर्को आएर बनाउने किन गर्ने आफै गर्ने सबै तर मस्तकै गाउँ चाहिँ भन्छ ओहो केराबारीमा हो केराबारीमा Yo. यही हो बकरी ओदाइसी आवाज निकाल्दिनु यो हामी चाहिँ आइयो हमारे चैनल को सब्सक्राइब कियो या नहीं कियो हो अबे साले तभी हेलो तर कताबाट निकाल्नु उताबाट निकाल्नु क्या सुआ है तबा
त्यहाँ एउटा पाइप छ त्यहाँ पाइप छ ल्याउनु त त्यो ब्यागै ल्याउनु त मलाई यहाँ धान रोप्नु भएको थियो कहिले काट्नु भएको 1 महिना भयो 1 महिना होइन 4-5 साल भइसक्यो धान काटेको 1 महिना भयो यो त्यही बस्यो हैन अनि त्यसपछि अब त्यो धान काट्नु भयो नि त अनि पानी हाल्नु भयो अनि त्यसपछि त्यो मेडीबाट उ यहाँ सर्यो त्यहाँ मुसाहरू पनि हुन्छ उसले खाना पनि पाउने भयो अब खाना खाएर गएपछि फेरि यिनीहरूलाई खाना चाहिँदैन धान काट्न मात्र निस्किने हो राखदिम अरे हो कि समथिङ के पनि भन्छ फिटारा भन्छ अनि इङ्ग्लिसमा कोब्रा भन्छ अनि यो सर्पले टोकेको 40 मिनेटभित्र भीम अस्पताल पुग्न पर्यो अन्त उपचार हुँदैन यसको त एकातिरको आँखै उस भएछ के बुझ्छ त के यो उसले घुम्दिन क्या हो त्यो छिर्छ इजिली डन ल मेहनतको भिडियो उता आउँछ ब्लगमा रेस्क्यु डन है ल रेस्क्यु डन भइसकेको छ हाम्रो चाहिँ ठाउँ चाहिँ अति बवाल पुरै खेतै खेत जानी ओके बाइ ओके गाइज अब चाहिँ हामी पनि निस्किन्छौँ यो चाहिँ पसिना होइन ल यो चाहिँ पानी हो भर्खरै गरेको आजको दिनमा चाहिँ हामीले 3वटा सर्प चाहिँ रेस्क्यु गऱ्यौँ जसमध्ये चाहिँ एउटा यो सानो बेबी कोब्रा ल यसलाई चाहिँ हामी रिलिज गरिदिन्छौँ ल उनी निस्किन्छन् आफै ओके अब अझै अर्को चाहिँ हामीसँग भर्खर रेस्क्यु गरेको ऱ्याट स्नेक छ फुल भ्लगमा चाहिँ यो 2टा रेस्क्यु गरेको चाहिँ भिडियो आएन कुनै कारणवश तर माथिको मुख ओके डन अब यो चाहिँ हाम्रो ए बाबु किन यस्तो डराउनु दिने यार यो चाहिँ फुल एडल्ट साइज कोब्रा यो चाहिँ हामी भर्खर भैरवादेखि रेस्क्यु गरेर आउँदैछौँ हेर्नुहोस् कति ठुलो छ भन्ने कुरा त तान अनि मुख खोलै
ओके उसले चाहिँ भर्खर काँचुली फेर्न लगाएको रहेछ काँचुली जति सबै यहाँ झरेछ है ओके ग्याङ दिस इज द एन्ड अफ द ब्लग थाहा छैन यसमा अब साँझसम्म अरू रेस्क्यु आयो भने चाहिँ अरू पनि थपिन्छ नआए आजको लागि यो ब्लग यहीँ एन्ड भएको म सर्प उद्धारकर्ता लेबर भन्दा पनि हुन्छ हामीले सर्प खोज्नको लागि यति मेहनत गर्नुपर्छ ल त्यति भन्दै मेरो भनाइ यहीँ टुङ्गाउन चाहन्छु हस्त धन्यवाद हजुरलाई के भन्न भाइ आजको प्रोग्राम इन्ड हो ओके यो भ्लगमा चाहिँ आजको प्रोग्राम इन्ड हुन्छ यदि अरू भ्लग हुन्छ भने त्यो चाहिँ भोलि आउँछ ओके पिस ग्याङ हाई बर्थडे